यो 2-4 वर्डहरु सुनिन्छ नि, जस्तै इनसाइड ट्रेडिङहरु भन्छ हैन, यो यिनीहरुलाई चाहिँ कसरी एक्सप्लेन गर्न सकिन्छ सर? अब इनसाइड र ट्रेडिङ भनेको चाहिँ खास लिगल चाहिँ होइन यो हैन। सर्कुलर ट्रेडिङ भनेको चाहिँ अब ग्रुप बनाएर पैसा मुभ गर्ने स्टक्सको हैन, त्यो चाहिँ सर्कुलर ट्रेडिङ हो। इनसाइड ट्रेडिङ भनेको चाहिँ अब जस्तै इनसाइड ट्रेडिङ भनेको चाहिँ कस्तो भन्देखि जस्तै कम्पनी चाहिँ अब घाटामा छ फाइदामा छ त्यो भित्रको मान्छेहरूलाई थाहा हुन्छ हैन। भनौँ न अब जो एकाउन्ट डिपार्टमेन्टमा छ अथवा तपाईको भनौँ न सर्टेन म्यानेजर लेभलको मान्छेलाई थाहा हुन्छ यसको आउटपुट कति आउँदैछ भनेर, बिजनेस कति भइरहेको छ भनेर। त्यो इन्फर्मेसन चाहिँ पब्लिकमा सेयर गर्दै भने अथवा उसैले भित्रबाट आफूले किनबेच गरे भने त्यसलाई इनसाइडर ट्रेडिङ भन्छ हैन। त्यो चाहिँ लिगल छ हैन। उसले आफूले चाहिँ भनौँ न त्यो इन्फर्मेसनहरू सेयर गर्न मिल्दैन, पब्लिकलाई गएर अथवा आफ्नो फ्यामिलीलाई अथवा अरू साथीभाइहरूलाई ग्रुपमा गएर सेयर गर्न मिल्दैन। त्यो चाहिँ अब कस्तो हुन्छ भनेदेखि कुनै स्टक्सको प्राइस बढ्न सक्छ जब यसले भनौँ न क्यास डिभिडेन्डहरू दिने भयो हैन, तपाईको भनौँ ल 10% क्यास डिभिडेन्ड दिने भयो, त्यसले त मार्केटमा पोजिटिभ न्युज ल्याउँछ ओहो भनेर। त्यो भएर त्यो इन्फर्मेसन सेयर गर्नु त्यो चाहिँ अलिकति इलिगल हो। त्यो सेयर गर्नु चाहिँ तपाईको इनसाइडर ट्रेडिङहरू अथवा इनसाइड इन्फर्मेसनहरू त्यसले भनिन्छ त्यसलाई चाहिँ।